नमस्ते साथीहरू। स्पेसल विदेशमा रहनुहुने साथीभाइहरूको लागि हो स्पेसल यो भिडियो चाहिँ। हजुरहरूले यदि 12 महिना काम गरेर कम्तीमा पनि 1 महिनाको तलब चाहिँ आफ्नो लागि सही ठाउँमा सदुपयोग गर्नु भएन भने, सही ठाउँमा लगानी गर्नु भएन भने भोलि धेरै पछुताउनुपर्छ। यो मैले भोगेको कुरा हो। भोलि अहिले कमाउने हुन्जेल आफन्तहरू सबै पछि लाग्छन्। भोलि हजुरले कमाउन छोडेको दिन र म तपाईँलाई बिरामी भयो रे भनेको दिनदेखि तपाईँको आफन्तहरू कोही पनि पछि लाग्दैनन्। पछि लाग्यो भने पनि यसलाई दिनु पो पर्ने हो कि पैसा मागी पो हाल्ने हो कि भने जस्तो गर्छन्। त्यही भएर आफ्नो लागि थोरै भए पनि लगानी गरिराख्नुहोस्। रित्तो पकेट फर्किनुभन्दा, रित्तो गोजी फर्किनुभन्दा 2-4 लाख रुपियाँ बिमा कम्पनीहरूतिर लगानी गरिराख्नुहोस्। यदि बिमा कम्पनीमा लगानी गर्नुभयो भने चाहिँ आफ्नो जीवनको सुरक्षा पनि भयो। भोलि आफू अङ्गभङ्ग भयो, शरीर अपङ्ग भयो, आफू काम गर्न नसक्ने अवस्था भयो, प्राणघातक रोगहरू लाग्यो भने बिमाले सबै कभर गर्छ। हजुरहरूले बिमा रकम अनुसारको ऊहरू पाउँछ। त्यही भएर हजुरहरूले एकदम बेलैमा विचार गर्नुहोला। आफ्नो जीवनको लागि आफ्नो लागि पनि अलिकति माया छुट्याएर राख्नुहोला। आफूलाई पनि अरूलाई मात्रै माया गरेर कहिले पनि पुग्दैन। त्यो भएको भएर चाहिँ हजुरहरूले यदि बिमा सम्बन्धी अलिअलि इन्ट्रेस्ट हुनुहुन्छ भने हजुरहरूले मलाई इनबक्स गर्न सक्नुहुन्छ, मेसेज गर्न सक्नुहुन्छ। धन्यवाद।